हामीले विनरलाई भेट्नेछौँ र यतिखेर भने जर्सी नम्बर 9 को खेलाडी वीरेन मगर सनराइज एफसीको लागि र यो गोल जर्सी नम्बर 15 खेलाडी पोर्सन उपाध्याय भर्सेस विजय पुलामी 7 स्टारको लागि यो पहिलो पेनाल्टी किक पोर्सन र यो पेनाल्टी पनि गोल भइसकेको छ अहिलेसम्म बराबरीमा अब भने जर्सी नम्बर 7 का खेलाडी सुमन मगर सुमन थापा उनले आफ्नो टिमलाई गोल पनि गरेका थिए उनले सेकेन्ड हाफमा र सुमनको शट पनि गोल भइसकेको छ अब भने जर्सी नम्बर 17 का खेलाडी रुबिन तामाङ सेभेन स्टारको यो सेकेन्ड पेनाल्टी रुबिन तामाङ र यो गोल र भने सनराइज एफसीको लागि जर्सी नम्बर 10 खेलाडी सुजन विश्वकर्मा नवीन छेत्री भर्सेस सुजन विश्वकर्मा सुजन विश्वकर्मा जर्सी नम्बर 10 सनराइज एफसीको लागि नवीन छेत्री त्यहाँ गोल डक चेक र यो पनि इजी फिनिसिङ रबिन थापा अब सरी रमित थापा 7 स्टार एफसीको लागि थर्ड पेनाल्टी किक रमित थापा र यो पनि पेनाल्टी गोल भइसकेको छ र अब भने जर्सी नम्बर 30 का खेलाडी सुरज अर्पाल सनराइज एफसीको लागि सुरज अर्पाल सुरज अर्पाल भर्सेस नवीन छेत्री र यो पनि गोल भइसकेको छ अहिलेसम्म कुनै पनि टिमले मिस पनि गरेको छैन सबै पेनाल्टी सुटआउट गोल भइरहेको छ अब भने यतिखेर 7 स्टार एफसीको लागि जसमा 12 खेलाडी महेन्द्र साई भर्सेस विजय पुलामी महेन्द्रको यो पनि पेनाल्टी किक गोल भइसकेको छ अहिलेसम्म सबै खेलाडीले गोल गरिरहेको छ भने यतिखेर जर्सी नम्बर 14 खेलाडी सुनम पुलामी
सुनम भर्सेस नवीन। र यो पेनाल्टी पनि गोल भइसकेको छ। र अब भने जर्सी नम्बर 13 का खेलाडी सुदेन विक्रम साई उनले आफ्नो टिमको लागि गोल पनि गरेका थिए। उनले फर्स्ट हाफमा 7 स्टार गोल गर्ने पनि हुनुहुन्छ उनले। र झन्डै झन्डै सेभ भइसकेको थियो र हामी सेलिब्रेसन पनि देख्न सक्छौँ त्यहाँ। अब सडन डेथ गोल गर्ने पनि हुन्छ। अब नि प्रेसर पेनाल्टी यो जर्सी नम्बर 17 का खेलाडी डिपेन्ड पोलामी उनी सेकेन्ड हाफमा मैदान प्रवेश गरेका थिए र यो पनि गोल भइसकेको छ। र अब भने जर्सी नम्बर 16 का खेलाडी सन्देश तामाङ यतिखेर 7 स्टार का लागि उनले गोल गर्ने पनि हुन्छ। यदि मिस भयो भने सनराइज एफसीले जित हासिल गर्ने छ। र यो अलमोस्ट सेभ भइसकेको थियो त्यहाँ बिचप पुलामी झन्डै झन्डै सेभ भइसकेको थियो। र अब भने जर्सी नम्बर 18 का खेलाडी विकास श्रेष्ठ सनराइज एफसी का लागि विकास श्रेष्ठ र यो पनि गोल भइसकेको छ। अब भने जर्सी नम्बर 10 का खेलाडी सञ्जय श्रेष्ठ उनले पनि गोल गरेका थिए। उनले पहिलो गोल गरेका थिए 7 स्टार को लागि। अब भने पेनाल्टी डिसाइसिभ पेनाल्टी 7 स्टार र यो सेभ सँगसँगै सनराइज एफसीले यो टाई ब्रेकरबाट जित हासिल गरेको छ। फर्स्ट हाफमा 2 गोल डाउन रहेको सेकेन्ड हाफमा 2 गोल कम ब्याक गर्दै